दिएको छ। यो सबै तपाईँ हामीलाई जानकारी भएका कुराहरू हुन्। 62-63 सालको जनआन्दोलनले एउटा मार्गचित्र देशमा ल्यायो र त्यो मार्गचित्रमा देश अगाडि बढ्दै गयो। आम नेपाली जनता त्यो मार्गचित्रले नेपाललाई एउटा समृद्ध राष्ट्र बनाउँछ भन्ने आशामा त्यही मार्गचित्रमा त्यस तत्कालीन 4वटा राजनीतिक दलहरूको पछि लागेर आज 68-69 सालसम्म आइपुग्दा देश आज कहाँ पुग्यो। संविधान सभा जुन 62-63 सालको आन्दोलनको प्रमुख मुद्दा थियो र त्यो संविधान सभा आज अवसान भएको छ र संविधान सभाको अवसान सँगसँगै 62-63 सालको जनआन्दोलनको असफलता पनि प्रमाणित भएको छ। नेपालमा 62-63 सालमा जुन जोश जागरले नेपाली जनताले जनआन्दोलन गरेका थिए त्यो जनआन्दोलन 5 वर्ष 6 वर्ष बित्दै असफल साबित भएर गएको छ। नेपालमा अहिलेसम्म 3वटा जनआन्दोलन भइसक्यो। नेपाली जनताले आज यो जनआन्दोलनको बारेमा विशेष ध्यान पुर्याउनु पर्ने, अध्ययन गर्नुपर्ने बेला भइराखेको छ। 3वटा जनआन्दोलन यो देशमा भइसक्यो तर यो देशले लामो मार्ग दिशा प्राप्त गर्न सकेन। 7 सालमा जनआन्दोलन भयो, 5 वर्ष 10 वर्षमा त्यो जनआन्दोलन असफल साबित भयो। 46 सालमा जनआन्दोलन भयो, 7 वर्ष 8 वर्ष 10 वर्ष पुग्न नपुग्दै त्यो जनआन्दोलन असफल प्रमाणित भएर गयो। त्यस्तै यो 62-63 सालको जनआन्दोलन तपाईको 6 वर्ष 7 वर्ष पुग्न नपुग्दै असफल प्रमाणित भएर गयो। जनआन्दोलन मात्र असफल भएको होइन, जनआन्दोलनले स्थापित गरेका शक्तिहरू पार्टीहरू पनि असफल भएका छन्। प्रश्न उठ्छ नेपालमा किन यो जनआन्दोलनहरू यसरी असफल हुन्छ, किन बेला बेलामा यो जनआन्दोलनको आवश्यकता महसुस गरिन्छ। 3वटा जनआन्दोलनमा आम जनताहरू सहभागी भएकै हुन्। जनताहरूको सहभागितामा त्यो जनआन्दोलन भएकै हो तर जनआन्दोलन सफल भइसकेपछि त्यो जनआन्दोलनबाट आएका शक्तिहरूले देशलाई लामो मार्ग दिशा दिन सकेन र त्यो जनआन्दोलन पटक गएर असफल साबित भयो। 7 साल 46 साल र अहिले आएर 62-63 साल किन यसरी यो जनआन्दोलनहरू असफल भइराखेको छ। म यहाँलाई एउटा दृष्टान्त दिउँ। हाम्रो छिमेकी मुलुक भारत छ जो 1947मा स्वतन्त्र भयो, त्यहाँ ठुलो जनआन्दोलन भयो र 47 सालमा त्यहाँ जनआन्दोलनबाट नयाँ सरकार त्यहाँ स्थापित भयो र मुलुकले भारतले एउटा मार्ग दिशा तयार पार्यो र त्यो मार्ग दिशामा हिँडेर आज भारत विश्वको शक्तिशाली राष्ट्रको रूपमा विश्वको आर्थिक रूपमा पनि शक्तिशाली राष्ट्रको रूपमा स्थापित भएको छ। त्यस्तै गरेर ऊ सामरिक दृष्टिकोण रक्षात्मक हिसाबबाट पनि शक्तिशाली राष्ट्र भएको छ। त्यस्तै उत्तरपट्टिको हाम्रै छिमेकी धेरै टाढा जानु पनि पर्दैन, चाइनाको कुरा लिउँ। झन्डै केही हाराहारीमा 1948-49 को हाराहारीमा जुन बेला हामीका 7 सालमा जनआन्दोलन भएको थियो त्यहाँ जनआन्दोलन भयो र त्यो मुलुकमा नयाँ सरकार आएर एउटा लामो मार्ग दिशा चाइनालाई दियो र आज चीन विश्वको शक्तिशाली राष्ट्र हुने बाटोमा अघि बढिराखेको छ। शक्तिशाली राष्ट्रको रूपमा स्थापित भएको छ तर नेपाल 3वटा जनआन्दोलन भइसक्दा पनि नेपालमा अहिलेसम्म चाहिने राजनीतिक स्थिरता आउन सकेको छैन। किन भइराखेको छ यो पटक राजनीतिक जनआन्दोलन हुने र पटक त्यो जनआन्दोलन असफल भएर जाने किन यो सब भइराखेको छ। आज नेपाली जनताले यो प्रश्न खोतल्ने कि नखोतल्ने। यदि 3वटा जनआन्दोलनको पृष्ठभूमिलाई हेर्ने हो भने 7 साल 46 साल 62-63 को जनआन्दोलनको पृष्ठभूमिलाई हेर्ने हो भने 3वटै जनआन्दोलनको पृष्ठभूमि लगभग उस्तै छ। भन्नुको मतलब 3वटै जनआन्दोलनको पृष्ठभूमिमा विदेशी शक्ति छ। विदेशी शक्तिले पृष्ठभूमि तयार गर्यो, साधन स्रोत विदेशीहरूले दियो र विदेशीहरूद्वारा नै सञ्चालित भयो र त्यसको उठान पनि विदेशीले गर्यो, बैठान पनि विदेशीले गर्यो। त्यसले गर्दाखेरि त्यो जनआन्दोलनले चाहिँ
देशलाई चाहिँ नयाँ दिशा दिन सकेन। आज मुलुक एउटा संविधानहीन दिशाहीन अवस्थामा आएर बसेको छ। त्यसैले म आम यो उपस्थित जनसमुदायहरूलाई आह्वान गर्न चाहन्छु, एउटा राष्ट्रवादी आन्दोलनको आवश्यकता यो देशमा छ। यो देशमा एउटा राष्ट्रवादी जनआन्दोलनको आवश्यकता छ। यस्तो जनआन्दोलन जसको नेतृत्व नेपालको एउटा राष्ट्रवादी नेतृत्वले, राष्ट्रवादी पार्टीले गर्नेछ। त्यो आन्दोलनमा नेपालका सम्पूर्ण व्यक्तिहरू, सम्पूर्ण जनताहरू आन्दोलित हुनेछ। 75 जिल्ला 4000 गाविसमा आन्दोलनको प्रभाव जानेछ र त्यो आन्दोलनले नेपाललाई एउटा लामो मार्ग दिशा दिनेछ र नेपाल एउटा समृद्धितिर त्यो अवस्थामा जानेछ। म यहाँ उपस्थित आम दाजुभाइ तथा दिदीबहिनीहरूलाई आगामी गरिने थियो जनआन्दोलन, राष्ट्रवादी जनआन्दोलनको लागि तयार हुनुहोस्। तपाईँहरूले पनि आफ्नो गाउँ टोलमा राष्ट्रवादी जनआन्दोलनका लागि आम जनताको चेतनामा अभिवृद्धि गर्नुहोस्। राप्रपा नेपालले त्यो जनआन्दोलनको नेतृत्व गर्नेछ। राष्ट्रवादी नेता कमल थापा त्यो आन्दोलनको नेतृत्वमा रहनुहुनेछ। यति भन्दै म यहाँ साथीहरूसँग म बिदा लिन चाहन्छु। जय राष्ट्र, जय जनता। आदरणीय जनसमुदायहरू,